एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो। नमस्ते, स्वागत छ हजुरलाई अर्को नयाँ भिडियोमा। सो आजको ब्लगको सुरुवात चाहिँ आमा छोरीबाट हुँदैछ। यता मेरो छोरी गुड मर्निङ भन्नु। गुड मर्निङ। मेरो छोरी चाहिँ अब ठुली बहिनी अरे। हिजो राति चाहिँ मम्मासँग सुतिनन् नि। हिजो ऊ चाहिँ मम्मीसँग सुतिन्, मसँग सुतिनन्। अब ठुली बहिनी अरे छोरी, मसँग सुतिनन् अरे हो। यस्तो हिजो चाहिँ के भयो भन्दाखेरि हामीले के अरे ऊ कता दोकानतिर जानुभएको थियो मेरो हस्बेन्ड चाहिँ। अनि त्यसपछि सो मेरो चाहिँ हस्बेन्ड आउनुभएको छ अस्तिको दिन भन्न बिर्सिरहेकी रहेछु। र अनि ऊ चाहिँ दोकानतिर जानुभएको थियो। मम्मी बाबा सबैजनाले उसले पनि खाना खायो अनि सुत्नुभएको थियो। म चाहिँ उसलाई रोकिरहेको थिएँ नि त, अलिक टाइम लाग्यो। र अनि हामी खानापिना गरेर भित्र आउँदाखेरि चाहिँ अघि सुतिसकेकी रहेछन्, निदाइसकेकी रहेछन्। अनि निदाएको नानीलाई ल्याउन मन लागेन अनि त्यही लागि अनि हिजो आमासँगै सुतिन्। कति गोरी हो मेरो छोरी त, आमासँगै सुतिन् हौ। अनि अहिले बिहान उठ्ने बित्तिकै अनि तपाईँले किन मलाई नलानु भएको मम्मा, मलाई तपाईँसँग किन नसुताउनु भएको भन्दै लुँदै आयो। मेरो सानो लुँदै आयो। कम्मर चलाएर मम्माको कम्मर होइन कमरा, त्यसलाई कम्मर भन्दैनन्, कमरा भन्छन्। कम्मर त सानो सिल्क परेको भन्छन्, यो त मम्माको कमरा हो कमरा। पापा कहाँ जानुभयो? पापा खोइ। अनि बिहान नै उठेर एकछिन हामीसँग सुत्यो। अनि त्यसपछि अनि अहिले उठ्दैछ मेरो लाजा, एकछिन हामीसँग सुत्यो। सरस्वती करमूले तु गोविन्दा प्रभाते कर दर्शनम। फाल्दैखिन भन नि त गराएको। अब फेरि यहाँ 21 जाँदैछ, 21 22 लेख जाँदैछौ। अब लेख 21 बुझे, यहाँ लेख 21 21 त्यहाँ उता फलो। यता मेरो हस्बेन्डले चाहिँ छोरीलाई पढाउँदै हुन्थ्यो। छोरीलाई पढाउँदा पनि मलाई कति हेल्प हुन्छ। उहाँले पढाउन्जेल म किचनको कामहरू गर्छु भनेर यता चाय बनाए साथै म मेथी पानी र अजवाइन पानी पिउँदै थिएँ। म बिहान बिहान खाली पेटमा सधैँ पिउने गर्छु, अलिकति फेट लुज हुन्छ कि भनेर चाय बनाएर सबैजनालाई दिएँ। त्यसपछि आँटा गुन्न थालेँ। जाऊ त्यहाँबाट बाटी एउटा लिएर आऊ। आँटा गुन्न आँटेकी गाइस। यसै त हामी सधैँ एकैचोटि भातै खान्छौँ, तर अब हस्बेन्ड आइकन चाहिँ रोटी नै बनाउनु पर्ने हुन्छ ब्रेकफास्टमा चाहिँ। त्यही लागि म रोटी बनाउन आँटेछु। क्या देना इसमें? बिस्कुट देना है, बिस्कुट। छोरीलाई म हमेसा बिहान खाली पेटमा पानी पिलाउँछु। त्यसपछि म लाल चाय बनाइदिन्छु पातला रङ हालेर, अनि मेरीगोल्ड बिस्किट दिन्छु अनि ड्राई फ्रुट्सहरू दिन्छु। र त्यति दिइसकेको बादमा छोरीको बिहानको हल्का नास्ता भइहाल्छ। यता छोरीलाई बसाएर दिए, छोरी चाहिँ खेलिरहेकी थिइन्। पढ्दाखेरि न्यु पारेकी त्यसले भन है। आज म कहीँ जान्न भनेको चाहिँ त्यो के भन्छ सोध्छ त्यसलाई, के भन्नु सोध्छ हो। अहिले पढ्दाखेरि के भनेको चाहिँ मलाई, म आज कहीँ जान्न घरमै बस्छु भनेको थिइस् कि थिइनस्? सोध्त त भनेको थिइस् भने सोध्त भनेको थिइस्? अनि अब फेरि कहाँ जान्छु भने कि सोध्त भनेको थिइस् किन? यसो भनेको थिइस्, बुझिस् नि? के गर्यौ तिमीले? बस के गर्यौ पापालाई? मैले भन्दा थोरै मान्छु, मलाई सबै लेखेर देख्छ अनि कति मान्छु। यसो गर्छ पापा नभन्नु के बोल्दै हेर त। अनि के गर्नु? होस्टेलमा राख्नुपर्छ। दिनभर
भोलि चाहिँ यहाँ हामीसँग झगडा गरिरहेको थियो खेल्न जान नपाएर हामीले पर्दैन भनिदिएका थियौँ चाहिँ अनि तिनीहरूले रोएर एकदम जितिरहेको थिएँ जान्छु कि जान्छु भनिरहेको थिएँ हामी चाहिँ यसै अब उसलाई भनिरहेको थियौँ पर्दैन जान भनेर उनी कसरी रोन्छ सो गाइस मेरो यता ब्रेकफास्ट पनि रेडी भइसकेछ रोटी देखाउँ न बाबाले खानुभयो त मिक्स भेज मुलाको अचार दही स्वामी के गर्नुभयो अहिले चाहिँ यता म पनि बसिसकेकी छु ब्रेकफास्ट गर्न भनेर मम्मीले चाहिँ गर्नु भएन मम्मी चाहिँ भन्नुहुन्छ म एकैचोटि भातै खान्छु भनेर एकैचोटि भात खाने बानी छ चाहिँ हाम्रो त्यही लागि मम्मी अनि खाजा भात गरिराख्नुहुन्न बाबाले चाहिँ खानुभयो र अनि यता अहिले हामी चाहिँ तिनजना बसेर ब्रेकफास्ट गरिरहेको छौँ गाना बन्द गर्नु न भनेको मैले अलिक अगाडि के डायलग मान्नुभयो त्यो भन्नु न मैले भने कि म्युजिक बिना जिन्दगी अधुरो छ म्युजिक बिना म बिना तपाईँ त जिन्दगी अधुरो छ है तँलाई त भनेर माने देखाउनु पर्छ र पनि कोही बेला भन्नु जरुरी छ मतलब तेरो लागि देखावटीको लागि देखावटीको लागि नि भन्नुपर्छ है कोही बेला त्यस्तो होइन कहिले आजसम्म केही भन्नु पाउनु पर्छ मेरो लागि 2 लाइन आज 2 लाइनमा मलाई डिस्क्राइब गर्नु त त्यस्तो सायरी भन्न त आउँदैन नि मलाई र पनि भन्नु 2 लाइन मात्रै 2 लाइन भन्नु मेरो पुरानो फेरि 2 लाइन भन्दाखेरि यस्तो त्यो लाइनहरू भन्नु भने त जे पनि चिजहरू उयो भन्छ नि त मान्छेहरूले के अरे फिल्मी डायलग भनेर भन्छ नि जे पनि भन्नु तपाईँ मान्छेले भन्छन् कि फिल्मी डायलग भन्नु न तपाईँ लु यो चाहिँ फिल्मी डायलग भयो भन्छ नि भन्नु न मान्छेसँग मतलब छ हिजो एउटा कस्तो कमेन्ट गर्यो के गर्नु त्यसले त्यस्तो कमेन्ट गर्यो भने म मर्नु होइन लु भन्नु मान्छेको भन्ने काम भन्ने गर्छन् अरूको लागि भन्नुपर्छ नि आफ्नो बुढीको लागि भन्न आँट्नु रहेछ 2 लाइन मात्रै 2 लाइन के म के चाहिँ 2 लाइन त्यस्तो के भन्नु धेरै दिन म आज मोबाइलमा यस्तै आएको है नि आजकल फिजिकल फिटनेसमा अलिक ध्यान दिएको छु त्यही लागि फोन सोन हेर्न त्यति लाग्दैन नि हो म तालेको छु हो फिजिकल फिटनेस गर्दैछु हल्का फेट बढेर बुढीमा कति बुढी देखा त मेरो यतिको ठिकै हो यस्तो जिउनु हुँदैन यतिको जिउनु हुँदैन नि जिउनु हुँदैन त्यस्तो भयो नि तपाईँलाई म होइन भइहाल्छ अहिले खानाहरू गर्नु पर्यो भने भन्नु न 2 लाइन हौ मेरो लागि कहाँबाट के भनेको कुरा टाढेको हुन्छ 2 लाइन त्यही त के भन्नु जान्दिनँ म हेमन्त मामालाई मेसेज गरेको रिप्लाई पनि दिएको छैन हेमन्त विश्व शर्मालाई पनि मेसेज गरिदिएछु डिब्रुगढ आएको रहेछ अनि डिब्रुगढ आएको रहेछ अन्त आएको चाहिँ मैले स्पेसली भन्नु पर्यो भनेर किन भन्दैन त हामीको बाटो खराब भएको छ कि कसैले हेऱ्यो नि अनि म पक्का स्पेसली मिल्छु भनेर सोचिरहेको थिएँ हो अनि साह्रो भने पहिले अन्त मैले भने तेरो त्यसको भिडियो हेरेँ क्या मैले डिब्रुगढमा भिजिटिङको लागि आएको थिएँ 4-5 दिनको लागि अनि मैले भने टाइम होले हडिया न पहाडी बोदै भनेको थिएँ साँच्चै भनेको अन्त अनि फेरि रिप्लाई दिएन र पनि अन्त नमस्ते गरेँ भने त सरम हुन्छ भनेर फट्टे मेसेज हेरिहाल्यो भने नमस्ते गरेँ अनि हेरेकै छैन अनि मामाजी भन्दैको अहिलेसम्म हेरेकै छैन तपाईँकै मेसेज हेरेर बस्छ हेमन्त विश्व शर्मा किन हेर्दैन त्यो हामीले भोट दिएर जिताएको मान्छे हामीको मेसेज हेर्दैन त्यसले म त हेर्छ हेर्दैन भन्न हेर्दैन सोसियल मिडियामा एक्टिभ हुन्छ त यसको पनि त सोसियल मिडिया चलाउने मान्छे पनि त कोही न कोही होला त्यसको राखेको होला अनि तपाईँको मेसेज चाहिँ रिप्लाई दिन्छ होला त आज न त्यसलाई कुनै न कुनै दिन त होला हेर्छ होला त्यस्तो हुन्छ क्या मान्छे मामा भन्नुभएको छ मामाजी पनि भनेको छु मामाजी पनि भन्नुभयो मामाजी ओ मामा के हलो तपाईँको साथी हो त्यसरी मेसेज गर्न साथी अनि के हो के भन्नुलाई सर भन्नु कि साहब भन्नु ओ मामा के हलो আমার মেসেজ अनि यसरी मेसेज चाहिँ हेर्दैन त त्यसरी मेसेज हेर्न थाल्यो भने त दुनियाँ कतिको मेसेज हुन्छ हाम्रो ठुलो मन्त्रीलाई मेसेज हेर्छ होला त कुनै दिन त मेसेज थाहा त लागोस् ओहो यार कसैले त मलाई मेसेज गरेको रहेछ सदियाबाट भन्ने हुन्छ नि त हामी यति सानो तिनो मामुली भिडियो बुझेँ मैले त आफै भनिहाल्छु यो अब हामीको बाटो आजको दिनमा नितिन गडकरीले बाटो नबनाएको कुनै जग्गा छैन हो रोड कन्स्ट्रक्सनमा यति पैसा हालेको छ नि सरकारले
मोदी सरकार जबदेखि आएको छ आज कति साल मोदी सरकार कमान्ड भएको भन्नु त 12 थुप्रै खेप भयो नि यार 15 साल कम्प्लिट भएर अहिले 16 साल 17 साल लाग्दैछ 3 खेप भयो यो लगाएर 4 खेप भयो अनि रोड त आजको कस्तो कस्तो जग्गा पनि जहाँ घर छैन हैन खेतको बीचमा नदी किनार कहाँ कस्तो कस्तो बेकवर जग्गामा रोड पुगिरहेछ भने जहाँ मान्छे छन् त्यहाँ चाहिँ रोड पुगेछ नि त हाम्रो घर फर एक्जाम्पल अब हामीहरूको घरको रोड बनिएको छैन अहिलेसम्म होइन हो कि होइन हो त्यो लागि म चाहिँ मेसेज पढाउन सोचेको थिएँ हाँस्ने कुरा होइन साँच्चै भनेको मेसेज रिप्लाई गरेको पक्का भन्थेँ र यसको यसरी कहिले मन्त्रीहरूलाई मेसेज पुग्दैन कसरी पुग्छ जहाँनिर अस्ति डिब्रुगढ आएको थियो डिब्रुगढ आएको बेलामा तपाईँले त्यहाँनिर गएर एप्लिकेसन लगेर त्यहाँ दिनुभएको थियो भने चाहिँ अनि बल्ल दिँदैन त्यसरी पनि कसले रोकी 1000 करोड मान्छेमा एकजना मान्छेले भेट्न सक्छ त एउटा कुरा गर्छ लु होइन त्यसरी मेसेजहरू त्यो एप्लिकेसन हेरेको सरफिरा मुभी हेर्नु अक्षय कुमारको सरफिरा मुभी हेर्नु तामुल खाने अक्षय कुमारको सरफिरा मुभी हेर्नु मलाई थाहा लाग्छ मैले काट गरेँ तपाईँको कुरा साँच्चै भनेको हकिकत कुरा हो यो अगर त्यहाँबाट त मान्छेले चिने त्यसलाई एउटा कुरा गरेको त्यही त अनि रकी त्यो पनि एउटा कुरा मान्छेले चिन्नलाई के त्यो राम्रै काम गर्नुपर्छ भन्ने पनि छैन एउटा कुरा गरेको अगर मेरो मेसेज बाई चान्स त्यसको सिएमसम्म पुग्यो भने त त्यो मेसेजको रेस्पोन्स त दिन्छ नि त त्यसले दिँदैन भने त लु पिक्चर क्वालिटी हेर्नु हुँदैछ होला आफ्नो भिडियो क्वालिटी अनि यताबाट थोरै फोकसमा पिक्चर क्वालिटी आउँछ यताबाट हेरिहाल भयो हेरिहाल्नु पिक्चर क्वालिटी त्यसलाई दिमाग फोन चलाउन जान्नु छैन अहिले कस्तो आयो पिक्चर क्वालिटी हेर्छ र पनि यी गर्दा एकबार लिपस्टिक लगाए खै कत्रो कहाँ हो नराम्रो छ तपाईँले यो फोन बोकेर बुढीलाई यस्तो पिक्चर क्वालिटी दिँदा कस्तो त्यो पिक्चर क्वालिटी अनि यो हेर कस्तो भएको छ दुनियाँले त मेसेज गरेको थिएन दिदी तपाईँ यहाँ भाउजू तपाईँ कुन चाहिँ मोबाइलमा भिडियो बनाउनुहुन्छ भनेर खोज्छ त्यो नराम्रोले त सोधेको होइन नि त नि यसको मतलब राम्रो एडिटिङ हुन्छ र है सोधेको लिपस्टिक लाग्छ नि टी सर्टमा हेरिहाल एकबार यस्तो गरी भन भने लगाइदिन मन लाग्छ हैन एकबार यस्तो गरी हेर्दा कहाँ यो लिपस्टिक राम्रो होला भन्दा गर्नु राम्रो हो भन्दा लाग्छ लाग्दैन नराम्रो राम्रै हो तर यो रातो छ चाहिँ अलिअलि भए पनि लाग्छ हल्का यस्तो गरी हेर्दा हल्का छैन लाग्दैन मजाले दल्यो लाग्छ त्यो मजाले गर भने त दल्लिन्छ यसो गर्दै मात्रै त दल्लिँदैन मेरो स्किन क्वालिटी कस्तो लाग्दैछ राम्रो लाग्छ यो कुनै मतलब ब्युटी फिल्टर भन्ने नेचुरल साँच्चै भनेको तेरो गाला चिमर्दैछु तर फेस क्वालिटी चाहिँ मेरो सोध्दैछु यहाँ मैले भिडियोमा मैले भन्दैछु नेचुरल आज दाढी काटेको आज दाढी काटेको हो अनि मोबाइलको तैँले स्क्रिन फुटाइहालिस् होइन अरे बबी बुनु जस्तो दिन नाम त अर्कै हुन्छ नि त हमेसा हैन बेबी के गर्नुहुँदैछ यत्रो कलर्सहरू लिएर यहाँ बस्नुभएको छ मेरो घरमा सत्यनारायणको हवन छ साथै नवग्रहको जाप छ त्यसको लागि पण्डितजीले भन्नुभएको छ यस्तो गरेर एकदम घाममा सुकाइदिनु नवग्रहको सजावटको लागि भन्नुभएको छ चामल अच्छा यो रङहरू लगाएर चामललाई सुकाइदिनु त्यहाँ अलग अलग कलर 3वटा कलर छ 3वटा प्लेटमा अच्छा यहाँ चाहिँ म खानापिनाको तयारी गर्दैछु खाजा खाएर उठिसक्दा फेरि खानापिनाको तयारी गर्ने बेला भइसक्यो गर्मी चाहिँ आज धेरै नै छ आज अलिक बेसी गर्मी छ नि अलिक धेरै नै गर्मी छ र बिहान चाहिँ हामीले रोटी सब्जी खाएका थियौँ अहिले चाहिँ नर्मल खाना खाने भन्नु भएर बैगुन र आलु भुटिरहेछु अनि एकै एउटा बोइलिङ बनाउने भनेर बोइलिङ बनाउन आँट्दैछु दाल पनि कति खानु हिजो राति पनि दिउँसो पनि वाक्कै लाग्छ नि त बेसी खाँदा खाँदै त्यही लागि के एउटा बोइलिङ बनाउने अब गर्मी दिन लागि जस्तो बोइलिङै राम्रो हुन्छ बेसी मरमसला भन्दा पनि र के एउटा हस्बेन्डले चाहिँ आफूले गर्दै गरेको काम गरिसकेर मलाई आएर यता पकाइ बनाइमा हेल्प गर्नुहुँदैछ उहाँ आउँदाखेरि चाहिँ मलाई धेरै नै हेल्प हुन्छ एक्चुअली के हो भन्दाखेरि हामी दुईजनाको त गफै सकिँदैन यति गफ गर्छौँ नि सँगै हुँदाखेरि र गफ गर्दै गर्दै कतिखेर काम सकिन्छ घरको यताउति एक दुस्रालाई हेल्प गर्दै थाहै लाग्दैन र यता हामी अहिले चाहिँ पकौडा बनाउँदै थियौँ दिउँसोको लन्चको तयारी गर्दै थियौँ पकौडा भन्दा पनि कडी पत्ताको
पकोडाको जुन म पकोडा बनाउँछु नि बेसनमा डिप गरेर, त्यो चाहिँ मेरो हस्बेन्डलाई पनि साह्रै मनपर्छ र दुईजना मिलेर यता बनाइराखेका थियौँ। यता मेरो आजको लन्च पनि तयार भइसक्यो। बोइलिङको आलु भुटिरहेको थिएँ, पत्ताकोपीको बोइलिङ थियो, कडी पत्तालाई डिप गरेर बेसनमा बनाइरहेको थिएँ, सलाद थियो, अनि फेरि भएन मम्मीले चटनी पनि पिस्नुभएको थियो। सबैको लागि यता खाना मैले रेडी गरिसकेको छु। सो हुन्छ गाइस, आजको भिडियो चाहिँ म यतिमा एन्ड गर्छु। होप तपाईँलाई राम्रो लाग्यो। हुन्छ लाइक गर्नु, सेयर अनि मेरो च्यानललाई सब्सक्राइब गर्नु। बाई।